हेलो साथीहरू, मेरो नयाँ ब्लगमा स्वागत छ। म रमेश शर्मा। यहाँहरू सबै सन्चै हुनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। आज मैले रूपन्देही जिल्लाको बुटोल चौराहादेखि करिब 3 किलोमिटरको दूरीमा रहेको वनवाटिकाको दृश्य यहाँहरूमा आज प्रस्तुत गर्दैछु। यहाँहरूले सम्पूर्ण भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास गरेको छु। बुटोलको चौराहादेखि वनवाटिका कसरी पुगिन्छ र वनवाटिकामा गएपछि के हेर्न पाइन्छ भनी देखाउन गइरहेको छु। यो बुटोलको चौराहा हो। अहिले म बुटोलको आकाशे पुलबाट यो दृश्य देखाइरहेको छु। यो माथिको सिधा बाटो नेपालगञ्ज रोड हो भने यता दाहिनेतिरको बाटो काठमाडौँ रोड हो। अब हामी भैरवा जाने बाटोतिर हेर्छौँ। यो लुम्बिनी जाने बाटो पनि हो। यहाँबाट करिब लुम्बिनी 42 किलोमिटर रहेको छ। अब हामी यहाँदेखि सरसर्ती बाटो देखाउँदै यहाँहरूलाई मैले वनवाटिकासम्म पुर्याउने छु। अहिले हाम्रो बुटोल उपमहानगरपालिका सकिसकेको छ। अब हामी तिलोत्तमा नगरपालिका प्रवेश गरेका छौँ। यो जोइकुटी चोक हो। वनवाटिका तिलोत्तमा नगरपालिका वडा नम्बर 2 अन्तर्गत पर्दछ। यसलाई योगीकुटी पनि भन्ने गरिन्छ। अहिले हामी शङ्करनगर चोक आइपुगेका छौँ। यहाँहरूले यो आकाशे पुललाई ख्याल गर्नुपर्ने हुन्छ। शङ्करनगरको यहाँहरूले देब्रे साइडतिर शङ्करनगर लेखेको बोर्ड देख्न सक्नुहुनेछ। अब हामी यो शङ्करनगर चोकबाट पूर्वतर्फ लाग्छौँ। यहाँबाट पनि करिब 1 किलोमिटर छ वनवाटिका पुग्नको लागि। यहाँहरूलाई मैले शङ्करनगर चोकबाट पनि सरसर्ती बाटो देखाउने छु ताकि यहाँहरू वनवाटिकासम्म पुग्नको लागि कतै अल्मलिन नपरोस् भनेर सबै बाटो यहाँहरूलाई देखाएको छु मैले। साथीहरू, हामी वनवाटिका आइपुगेका छौँ। शङ्करनगर वन विहार एन्ड रिसर्च सेन्टर, जसलाई वनवाटिकाका नामले चिनिन्छ, यो वनवाटिका नामबाट एकदमै प्रख्यात छ। अब हामी वनवाटिका प्रवेश गर्नको निमित्त टिकट दर 50 तिरेर बाइक पार्किङ दस्तुर 10 रुपियाँ तिरेर टिकट चेक गराउँदै वनवाटिकाभित्र प्रवेश गर्दैछौँ। यहाँहरूले देख्न सक्नुहुनेछ सुरुमै यति मनमोहक दृश्य छ वनवाटिकाको। यहाँ नेपालका झन्डाहरूले सजाइएको छ। एकदमै लोभ लाग्दा फुलहरू सजाइएको छ, फुलहरू लगाइएको छ। सर्वप्रथम हामीले आफ्नो बाइकलाई पार्किङ स्थलमा लगेर बाइक पार्क गर्दैछौँ। यहाँहरूलाई सर्वप्रथम म पुष्पलाल पार्कको दृश्य देखाउने छु। यो एकदमै सुन्दर ठाउँ छ। एकदमै सुन्दर। यहाँनिर विभिन्न किसिमका जनावरहरूको मूर्ति बनाएर सजाइएको छ। यो डाइनोसरको मूर्ति हो। यहाँ साना नानी बाबुहरू खेलिराख्नु भएको छ। यहाँहरूले पनि आफ्ना नानी बाबुहरूलाई यस पार्कमा ल्याएर नानी बाबु, वृद्ध बुवा आमा सबै खालका मान्छेहरू चाहिँ आएर यो पार्कको अवलोकन गर्न सक्नुहुनेछ। यहाँका सुन्दर दृश्यहरू देख्न सक्नुहुनेछ। यहाँहरूलाई मैले यो पुष्पलाल पार्कभित्र रहेका विभिन्न किसिमका दृश्यहरूलाई सरसर्ती देखाउन गइरहेको छु। यहाँहरूले हेर्न सक्नुहुनेछ। यहाँहरूले लोभै लाग्दो दृश्य देख्न सक्नुहुनेछ। विभिन्न थरी थरीका फुलहरू, विभिन्न किसिमका कलरहरू भएका फुलहरू फुलेका छन्। मानिसहरू रमाइराख्नु भएको छ यहाँनिर। यहाँहरूले पनि देख्न सक्नुहुनेछ। यहाँहरूलाई मैले सरसर्ती देखाइरहेको छु। अब मैले यहाँहरूलाई पाण्डा सफारी देखाउँदैछु। यो पाण्डा सफारी हो। बच्चा बच्चीको लागि एकदमै रेल जस्तो देखिने विभिन्न ट्रलीहरू जोडेर बनाएको पाण्डा सफारी।
यो ठाउँ स्काई साइक्लिङ र जिप लाइनको ठाउँ हो, जहाँ गएर यहाँहरूले स्काई साइक्लिङ जिप लाइन गरेर आनन्द लिन सक्नुहुनेछ। यहाँनिर सीमित चार्ज तिरेर स्काई साइक्लिङ र जिप लाइन गर्न पाइने रहेछ। यो वनबाटिकामा रहेको पिकनिक स्थल हो। यहाँ विभिन्न किसिमका विद्यालय, सङ्घ संस्था वा व्यक्तिगत रूपमा आएर यहाँहरूले पिकनिक खान सक्नुहुनेछ। भित्र रहेका साना साना घरहरू पिकनिक स्थलहरू हुन्। शङ्करनगर प्राणी उद्यान, यहाँभित्र विभिन्न किसिमका जनावरहरूलाई राखिएको छ। हामीले त्यो जनावरहरू हेरेर मनोरञ्जन लिन सक्नेछौँ। Strums of the warm acoustic guitar. यहाँहरूले विभिन्न किसिमका जनावरहरू हेरेर मनोरञ्जन लिइरहनु भएको छ। यो दुर्लभ पन्छी गिद्ध हो। अब मैले यहाँहरूलाई चितुवा देखाउन गइरहेको छु। यहाँहरूले अलि कम देख्नु भएको जनावर हो यो। अर्को यहाँ पनि छ। यताउता हिँडिराखेको दृश्य देख्न सक्नुहुनेछ यहाँहरूले। यहाँनिर बाँसको झाडीहरू पनि देख्न सक्नुहुन्छ। विभिन्न किसिमका चराचुरुङ्गीहरू रहेका छन्। यहाँहरूलाई मैले विभिन्न किसिमका पन्छीहरूको दृश्य देखाइरहेको छु, विभिन्न किसिमका जनावरहरूको दृश्य देखाइरहेको छु। यहाँहरूले पक्कै पनि आनन्द लिइरहनु भएको छ, मनोरञ्जन लिइरहनु भएको छ भन्ने पूर्ण विश्वास गरेको छु मैले। यहाँहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो अलिकति फरक खालको जनावर रहेको छ। यसको निधारमा माथि दुईवटा सिङ छ, निधारमा पनि दुईवटा सिङ उम्रेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ दुईवटा सिङ यसको जनावरको प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ। दुईवटा सिङ उम्रेको छ यसको निधारमा पनि। मयूर, वनबाटिका भित्रै रहेको अर्को पार्क हो शहीद स्मृति पार्क। अब म यहाँहरूलाई शहीद स्मृति पार्कभित्र रहेको एकदमै मनोरम दृश्यहरू देखाउँदैछु। यहाँहरूले वनबाटिका भित्रकै शहीद स्मृति पार्क हो यो। साथीहरू, यसरी पोखरीको बीचमा कमलको फुल फुलेको छ। यहाँहरूले पार्कभित्रका दृश्यहरूलाई सरसर्ती रूपमा देखाउँदैछु मैले। यहाँहरूले यी दृश्यहरू हेरेर मनोरञ्जन लिन सक्नुहुनेछ। साथीहरू, हामी घुमिराखेका छौँ यो पार्कमा, म र मेरो श्रीमती भएर। यहाँहरूले मेरो श्रीमती निकै खुसी हुँदैछ। पार्कका दृश्यहरू हामीले सरसर्ती देखाइरहेका छौँ साथीहरू यहाँहरूलाई। यहाँहरू पनि यस वनबाटिकामा आएर यो पार्कभित्र घुमेर रमाएर एकदमै आनन्द लिन सक्नुहुनेछ। यहाँहरूले यस स्थानमा विभिन्न कल्चरका ड्रेसहरू लगाएर फोटो सुट गर्ने ठाउँ हो यो। विभिन्न किसिमका ड्रेसहरू लगाउने र फोटो सुट गर्ने र आफ्ना मेमोरीहरू कलेक्ट गर्ने ठाउँ।
आफ्ना साना नानी बाबुहरूलाई कार रेसिङ गराउन सक्नुहुनेछ। Let the music guide you into an untouched paradise where stress dissolves like सानो छुकछुके रेलको पटरी यहाँहरूले देख्न सक्नुहुनेछ। अहिले हामी साँझको समयमा भ्रमण गरेको हुनाले हामीले अहिले यहाँनिर रेल चलेको देख्न पाएनौँ। रेललाई चाहिँ त्यहाँनिर पार्क गरेर राखिएको छ। साथीहरू, मैले मनोरञ्जन लिने ठाउँहरू यहाँहरूले देखाइरहेको छु। एकदमै ठुलो एरिया छ बनबाटिका। अब यहाँनिर म पनि पिङ खेल्दैछु, यहाँहरूले गाली नगर्नु होला। यहाँ बच्चा बुढा वृद्ध सबै पिङ खेल्न पाइन्छ। मैले सोधेरै खेलेको हो। मेरो श्रीमतीज्यूलाई पनि पिङ खेल्न मन लाग्यो अरे, उनी पनि मनोरञ्जन लिँदैछिन् पिङ खेलेर। साथीहरू, हामी पार्क घुम्दा घुम्दै रात पर्न आँटिसक्यो। अब रात पर्न लागेको हुनाले भिडियोका क्वालिटी पनि अलि घटिसकेको छ, यहाँहरूले देख्न सक्नुहुन्छ। अब हामी यो पार्कबाट यहाँहरूलाई जति देखाउन सकियो देखायौँ। मनोरञ्जन लिनुभयो होला भन्ने आशा गर्दछु। साथीहरू, मैले बनबाटिकाको दृश्य देखाइरहेको कस्तो लाग्यो यहाँहरूलाई? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह दिनु होला। यहाँहरूलाई थप मनोरञ्जन स्थलहरूको बारेमा जानकारी लिन मन छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। साइडमा रहेको बेल आइकन पनि दबाइदिनु होला ताकि मैले अपलोड गरेका भिडियोहरू यहाँहरूले हेर्न सक्नुहुनेछ। मेरो च्यानललाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।